नमस्ते, तपाईलाई स्वागत छ। आज चाहिँ हामी प्रश्नमै एन्सर भएको जीके प्रश्नहरू ल्याएका छौँ। प्रश्नमै उत्तर हुन्छ, जुन प्रश्नहरू देख्दाबित्तिकै तपाईहरूले उत्तर थाहा पाउन सक्नुहुन्छ। जस्तै आरबिबीको स्थापना कहिले भएको, राष्ट्रिय वाणिज्य ब्याङ्कको स्थापना कहिले भएको भन्ने छ। बी कति पटक आएको छ? बी चाहिँ हाम्रो 2 पटक आएको छ। बी बराबर 2 भनेको बी भनेको बीको प्लेस भ्यालु 2 हुन्छ, त्यसैले यसको स्थापना 2022 विक्रमसम्म 2022 भयो। त्यस्तै एडिबिएलको स्थापना कहिले भएको? यसमा चाहिँ बी र डी को प्लेस भ्यालु थाहा पाउनु पर्यो। बी भनेको कति हो हाम्रो? 2, डी भनेको कति हो? 4। अब यसलाई उल्टाइदिने। अब विक्रमसम्म 2000 कति भयो? 4 र 2 लाई उल्टाइदिएपछि 24। विक्रमसम्म 2024 सालमा चाहिँ एडिबिएलको स्थापना भएको हो। त्यस्तै नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ? साक्षरता दर कति प्रतिशत रहेको छ? सा भनेको 7, साक्षरता भनेको 6, दर भनेको 2, 7 6 2 भयो। सा भनेको 7, 6 भनेको 6 भइहाल्यो, दर भनेको 2, त्यसैले 76.2% चाहिँ साक्षर दर रहेको छ भनेर हामी भन्छौँ। प्रश्नमै उत्तर छ। त्यस्तै सोडाका लागि प्रख्यात जिल्ला कुन कुन हुन्? सोडाका लागि भनेर प्रश्न सोधेको छ। केका लागि? सोडाका लागि। स भनेपछि सोडाको सबाट के आयो? सल्यान। स भनेपछि सल्यान आयो। डा भनेपछि डाबाट डोटी आयो। सल्यान र डोटी चाहिँ सोडाका लागि प्रख्यात जिल्ला कुन कुन हुन् भनेपछि सल्यान र डोटी चाहिँ सोडाका लागि प्रख्यात जिल्ला भए। त्यस्तै नेपालको पहिलो प्रधान न्यायाधीश को हुन्? नेपालको पहिलो प्रधान न्यायाधीश भन्दाखेरि प्रधान आइसक्यो। प्रधान आइसकेपछि प्रधान आइसक्यो भने प्रधानभन्दा अगाडि हरिप्रसाद भनेर थपिदिनु पर्यो। हरिप्रसाद प्रधान चाहिँ नेपालको पहिलो प्रधान न्यायाधीश। के अरे? हरिप्रसाद प्रधान चाहिँ नेपालको पहिलो प्रधान न्यायाधीश रहेका छन्। त्यस्तै सुनको एटमिक नम्बर कति रहेको छ भनेर प्रश्न सोधेको छ। सुनको एटमिक नम्बर सुन 7 भयो। सु 7 सुन भयो। त्यस्तै न भनेको 9, स भनेको 7, न भनेको 9, 7 9। कसरी लिनु भयो? 7 र 9 भनेपछि सुनको एटमिक नम्बर 7 र 9 79 रहेको छ। त्यस्तै चाँदीको एटमिक नम्बर कति हो भनेर प्रश्न सोधेको छ। चाँदीको एटमिक नम्बर कति हो? चाँदीको एटमिक नम्बर चा भनेको कति रहेको छ? 4। चाँदीको चा भनेको 4 भयो। चाँदी द कस्तो हुन्छ? यस्तो हुन्छ। द कस्तो हुन्छ? यस्तो 7 जस्तो द हुन्छ, त्यसैले चाँदीको एटमिक नम्बर 47 रहेको छ। चाँदीको एटमिक नम्बर 47 रहेको छ। यस्तै प्रश्नमै उत्तर रहेका जीके प्रश्नहरू एन्सरहरू हाम्रो युट्युब च्यानलमा अरू पनि आउने छन्। केही भिडियोहरू आइसकेका छन्। च्यानललाई सब्स्क्राइब गर्नुहोला, साथसाथै बेल आइकन पनि दबाइदिनु होला। भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव चाहिँ कमेन्टमा प्रतिक्रिया दिनुहोला। हवस् त, धन्यवाद। अर्को भिडियोमा भेटौँला।